अर्थमन्त्री फेर्नुपर्छ कि यही रहनुपर्छ? प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्री डाक्टर स्वर्णिम अग्लेलाई पदबाट मुक्त गराउने प्रयासमा लाग्नु भएको छ साथीहरू। र यो कुरोमा चाहिँ पार्टीका सभापति रवि लामेछाने भने असन्तुष्ट जनाउनु भएको छ गरे। तपाईँलाई कस्तो लागिरहेछ साथीहरू? प्रधानमन्त्रीले एकदमै राम्रो निर्णय लिइराख्नु भएको छ कि गलत गरिराख्नु भएको छ? आफ्नो राय कमेन्ट गर्नुहोला। र तपाईँलाई अर्थमन्त्री डाक्टर स्वर्णिम अग्ले मान्छे कस्तो लाग्यो? र उहाँले ल्याएको बजेट जुन आर्थिक वर्ष 2083-84 को लागि त्यसमा तपाईँको चिट्ट कतिको बुझेको छ? कुन कुरामा विशेष चिट्ट बुझ्यो, कुन कुरामा साह्रै चिट्ट बुझेन? आफ्नो राय कमेन्ट गर्नुहोला। विशेष गरी यो जनता नागरिकहरूको कमेन्ट राय हेर्दा त उहाँलाई तुरुन्तै हटाउनुपर्छ। उहाँको काम छैन। यो जनता नागरिकहरूलाई मार्न आएको हो, जनताहरूका ढाड सेक्न आएको हो, ट्याक्समाथि ट्याक्स थुपारिरहेछ र ऋणमाथि ऋण थुपारिरहेछ भन्ने कुरा पनि आएको छ। अब कसैले यहाँसम्म पनि भन्न भएछन् कि यो अब बालेनलाई धरापमा पार्न यस्तो चलखेल भइरहेको